ल मैले बल्ल तल्ल तपाईँलाई श्यामकोमा ल्याइसकेँ। ए है ल ल ल स्वागत छ सरलाई ल स्वागत छ स्वागत छ। ह्यान्डसेक गरौँ। ह्यान्डसेक गरेको देखियोस् क्यामेरामा। है ओके। ल एकदम स्वागत छ अरू पनि भन्नु स्वागत गर्नु पर्ला। हेलो गाइज, हाउ यु, व्हाट्स योर नेम बेबी? अक्वात पनि। नेम के रे नेम भन्नु व्हाट्स योर नेम? तिम्रो नाम? ओ माय गॉड, सो स्वीट भोइस यार। छोराको बाउ है यत्रो छोराको बाउ भएको फेरि बधाई छ। ल एकदम धन्यवाद छ। ल ल श्यामजी स्वागत छ यार। ल एकदम सरलाई स्वागत छ नि यता तपाईँको एक्सक्लुसिभ भिडियो भइरहेछ, तपाईँको घर आउने। ए ल ल ल ल हजुर हेलो भन ल। के छ, हाउ आर यु? के तिम्रो नाम के भन्यो रे? तिम्रो नाम के भन्यो? ल तिम्रो नाम के भन्यो रे छोरो? म शिवेन हो। तेरो बाबाको नाम के हो? बाबाको अश्याम्पा। श्याम्पा। श्याम्पा। अनि मम्मीको? ओतुतु। पुरा कमेडियन छ त यार, बिग बसमा लाने जस्तो छ त्यो। ओके, र म अहिले चाहिँ नेपालका सुप्रसिद्ध साउन्ड इन्जिनियर यानि कि मिक्सिङ गर्ने मान्छे होइन, एरेन्ज गर्ने मान्छे, टप एरेन्जर, साउन्ड इन्जिनियर, पपुलर भन्छु म, एकदम सदाबहार होइन, सधैँ उस्तै मेरो प्रिय मित्र, अनन्य मित्र श्याम श्वेत साइलीको एरेन्ज रुममा आइपुगेको छु। मैले श्यामजीलाई देखाउनुभन्दा पनि पहिला यहीँ चिजहरू देखाइरहेको छु। मैले उहाँले आफ्नो एउटा एरेन्ज रुमलाई कसरी डेकोरेट गर्नुभएको छ भन्ने कुरा महत्त्वपूर्ण। ओके, यो साउन्ड प्रुफहरू यो प्रयोग गर्ने तरिका उहाँले गरेको छ। उहाँको एउटा के भेटिन्छ, उहाँको रुममा चाहिँ स्पेसल सराउन्डिङ साउन्ड सिस्टमको पनि छ है। उहाँले चाहिँ यो बरु कति चलाउनुहुन्छ हो, मैले स्यामसँग कुरा गर्छु र यो साउन्डको लागि त साँच्चै भन्नुपर्दाखेरि उहाँ त एकदम डाइनामिक हो होइन। ओके, ल्याब उहाँले माथिसम्म यहाँ जति नै उ गरे पनि बाहिर हल्ला जाँदैन। वाउ, सो स्वीट मिस्टर श्याम श्वेत साइली होइन। र उहाँको यो स्टुडियो र उहाँ कति सफल हुनुहुन्छ होइन, उहाँले कति काममा टार्गेट उहाँको छ, कसरी यति भिड हुन्छ कि श्यामसँग काम गर्न नपाएर होइन, मान्छेहरूलाई कति यार श्यामसँग एउटा चाहना बढिरहेको हुन्छ कि श्यामसँग काम गर्ने मन छ तर श्यामको टाइमै पाइँदैन भन्नुहुन्छ कि। ओके, अब यो कसरी हेर्नुहोस्, उहाँका केही कुराहरू देखिन्छ। बी पोजिटिभ, सधैँ सकारात्मक, ड्रिम बिग, ठुलो सपना होइन, बी काइन्ड, वर्क हार्ड, त्यसै सफलता कहाँ पाइन्छ, स्टे हम्बल होइन। आफ्टर द्याट किप स्माइलिङ, सधैँ मुस्कान सहित। वाउ, सो स्विट यार, वाउ, सो स्विट सो स्विट। अब यहाँ कसको गीत मिक्सिङ भइरहेछ, सम्भवतः मेरै पो हो कि। हाय हाय। ओके साथीहरू, फेरि पनि स्वागत छ यहाँहरूलाई होइन। र मैले आज श्यामजीको रुमबाट तपाईँलाई मैले यो भिडियो बनाएँ। मैले है श्यामजीको स्टुडियो यो हो। अब मैले देखाएँ पुरै होइन। ओके, यस्तो छ। अब एकदम हुन्छ नि, प्रविधिसँग खेल्ने मान्छे श्यामजी होइन। ओके, साँच्चीकै राम्रो, साँच्चीकै राम्रो, साँच्चीकै राम्रो। वाउ, सो स्विट के, वास्तवमै भन्नुपर्दाखेरि एकदमै राम्रो होइन। दुई 60-61देखि 83 20% बढी सफल। एकदम के त्यो काम गर्ने बेलामा पनि रिसाउने कहिले होइन, बोर मान्ने कहिले होइन, झ्याउने कहिले सधैँ हुन्छ नि, भइहाल्छ नि। बी पोजिटिभ होइन, एकदम सकारात्मक। 10 दिन 15 दिन पनि पालो किन नआउँछ, भइहाल्छ नि त्यो किसिमको है। वाउ,
को माया मुटुको घाउ भयो समुद्रमा डुबेको नाउ भयो सिरसिरी बतास सिरसिरी बतास मेरो हितैको मायालु कुन्नी कता छ सिरसिर बतास मेरो हितैको मायालु कुन्नी कता छ गीत एउटा बनाउन भने पनि यार लोसर 2 हप्ता कम्ती गाह्रो छ गाह्रो छ यार साथीभाइहरूले विश्वास गर्नुहुन्छ काममा चाहिँ जिम्मा दिनुहुन्छ त्यो ठुलो कुरा सकेसम्म भो भ्याउन्न भन्न पनि गाह्रो होइन सकेसम्म भ्याउँ न भन्ने कुरा हुन्छ एकदम एकदम तै पनि अब कसैलाई पनि तपाईको यो त्यहाँ भित्तामा लेखिएको जुन एउटा बोर्डमा छ नि बी पोजिटिभ ड्रिम बिग बी काइन्ड ओखाड स्टे हम्बल किप स्माइलिङ यी चिजले पनि श्यामलाई एकदम के मलाई अघि पनि मैले पृष्ठमा केही भिडियोहरू लिएँ होइन यसले चाहिँ श्यामलाई श्याम बनाइरहेछ यस अनि यसो हेरेको राम्रो लागेर चाहिँ यसो लिइराखेको होइन होइन एकदम हो नि र श्याममा सबै कुराहरू पाउँछ क्या त्यो ल धन्यवाद त्यति भन्नु हो त्यो पाउँछ भन्दा पनि यो चाहिँ सकेसम्म यो हुनुपर्छ भन्ने कुरा हो कसको गीत मिक्सिङ भइरहेछ अहिले यो हाम्रो चाहिँ सरकै गीत भइरहेछ मिक्सिङ एकदम होइन काम भइरहेछ अब सकिन लाग्यो एकदम दामी गीत छ उहाँको फेरि जहिलेसुकै फरक कन्सेप्टको गीत लिएर आउनुहुन्छ यसपालि झनै फरक कन्सेप्टको छ पक्कै पनि बजार आएपछि ओके श्यामजीलाई यार श्यामजी यसो भिडियोमा हेर्नुहोस् न यार हजुर कृष्ण समय ब्लगमा यार स्वागत छ मेरो भिडियो त हेर्न पाउनु भएन होला कहिले काहीँ हेर्छु फाटाफुट्टा हेरिरहेको छु अब हाम्रो चाहिँ पोडकास्ट त झन् एकदम हिट छ सुपर हिट छ होइन श्यामजी रुनुभयो होइन श्यामलाई रुवाएको यार भन्नुहुन्थ्यो धेरैले अचम्म मानिरहेछन् कसरी सके श्यामलाई कहिले नरुने मान्छे सधैँ हाँसिरहने मान्छे होइन कसरी रुवाउन सफल हुनुभयो भनिरहेछन् जियोस् त्यसको लागि यो चाहिँ मेरो भन्दा तपाईँको खुबी भन्नुपर्छ यसको लागि यसमा चाहिँ त्यस्तो त होइन तैपनि एउटा भावनाले एउटा कुरा कतै सम्झनाले आँसु हो कहिलेकाहीँ यसो कहिलेकाहीँ र रुनु पनि पर्छ नि नरुने मान्छे रोगी हुन्छ अरे नि आँसु नै नआउने थाहा थिएन मलाई आजै थाहा भयो ल आँसु नै मान्छे जुन मान्छेको आँसु कहिले पनि झर्दैन नि त्यो मान्छे रोगी हुन्छ जस मेरो सित्तिमिति कम आँसु झर्नेमा पर्छ त्यही भएर घरमै सबै कम झर्न त झऱ्यो कम झऱ्यो नि कम झरेको त्यो झर्दैन होइन मान्छे नि हो भावना चाहिँ भइहाल्छ हाम्रो पनि होइन यसमा तिजको चपेटाले छुछ एकदमै तिजको भर्खरै अब छुन थालिसक्यो भर्खर सुरुवात छ तिजको कामहरू त्यो सधैँ श्यामले नै हो कि सधैँ बाजी मार्ने पनि तिजमा होइन कहाँ त्यस्तो हो नि सबैजना साथीभाइहरू छन् नि म्यानेज गर्नुभएको श्यामजी मलाई यो सबै डेकोरेट मन पर्यो है डेकोरेसनहरू पनि साउन्ड प्रुफहरू साउन्ड सिस्टमहरू यो हल्का फुल्का नै मैले हेरेँ नि मैले सबै कुरा हाम्रो ईशानेश्वर फर्निचर हुनुहुन्छ हाम्रो दाइ हुनुहुन्छ नजिकको घरको सबै फर्निचरको काम उहाँले गर्नुभएको थियो यो स्टिक पनि मैले नर्मल यस्तो टाइपको हल्का फुल्का भयो भने चाहिँ मलाई भनेको उहाँले ल यतिको यो चाहिँ म बनाइदिन्छु है तपाईँलाई भनेर उहाँको डिजाइनमा बनाए हो हाम्रो सुखबहादुर दाइ हुनुहुन्छ एकदम उहाँलाई पनि धन्यवाद दिन चाहन्छु माथि कुन हो यो स्विच माथिको खै कुन चाहिँ यसो हेर्नु त है ए ल आहा ल हेर्नु साथीहरू जस उहाँ दाइले चाहिँ स्पेसल डिजाइन गर्नुभएको यो चाहिँ साँच्चीकै राम्रो के श्यामलाई बुझेरै उहाँले गरिदिनु भएको रहेछ कि होइन एकदम होइन चिटिक्क भाषा जियोस् राम्रै भाषा त्यस्तो हेभी स्टुडियो नै हिसाबले भन्दा पनि घरमा बसेको बेलामा काम गरौँ भनेर एकदम काम गर्नलाई कम्फर्टेबल एउटा चाहिँ जोन मात्रै बनाएको हो ओके दामीलाई गीतको एक लाइन सुनाम न
हिजो राति सँगै बसेर वर्ल्ड कप हेरिरहेको थिएँ जस भेट भइरहेको कुन टिम हजुरको छ मेरो चाहिँ ठ्याक्कै यो टिम भन्ने छैन म फेरि कस्तो खालको भन्दा यसो अलिकति कमजोर जस्तो जुन टिम लाग्छ उसकै सपोर्टर म फेरि त्यस्तो सानुभूतिवाला चाहिँ हुन्छ मेरो चाहिँ अहिलेसम्म गेम हेर्दाखेरि हिजो पनि एकदम हिजो खेल्न पनि अलिक कमजोर जस्तो लागेकै टिमको सपोर्ट थियो जापानलाई चाहिँ जितोस् भन्ने चाहना थियो एकदमै चाहिँ इच्छा थियो जापानले जित्यो भने एकदमै मेरो दिन चाहिँ राम्रो बन्छ आज भन्ने थियो तर अलिकति पाराग्वेमा चाहिँ पाराग्वेले जित्यो त्यो चाहिँ एकदम खुसी लागिरहेछ फेरि त्यस्तो फेरि मलाई जुन चाहिँ कमजोर जस्तो लाग्छ जति चाहिँ बजारमा चाहिँ कमजोर मानिएको जो टिमहरू छ उनीहरू चाहिँ माथि जाउन् भन्ने चाहिँ मेरो चाहिँ कामना हुन्छ जस्तो नर्मल्ली पनि श्यामजीको एउटा राम्रो फेभरेट टिम हुन्छ नि कुन हो फेभरेट टिम भन्दाखेरि त अब खेल्दैन रमाइलो त प्रायः अब भनौँ न हाम्रो अब रोनाल्डो मेस्सीहरुकै खेल्न रमाइलो लाग्छ भनौँ न अझै बढी चाहिँ सहानुभूति पोर्चुगललाई दिन्छु किनकि वर्ल्ड कप एकचोटि चाहिँ जितोस् भन्ने चाहिँ छ पोर्चुगलले लैजाओस् भन्ने पनि छ तर चाहिँ नयाँ कन्ट्रीहरू चाहिँ माथि जानुपर्छ भन्ने चाहिँ विशेष प्राथमिकता चाहिँ मेरो नयाँ कन्ट्रीहरू पहिलोचोटि नाम सुने मैले यसपालि नै उसलाई पनि एकदमै सहानुभूति छ मेरो माथि नै जाओस् भन्ने लाग्छ जुन यो ठाउँसम्म आइपुगेको छ त्यही पनि उसको लागि त भनौँ न ठुलो कुरा एकदम राम्रो लागिरहेछ अझै माथि जाओस् नयाँ टिमले साँच्चै राम्रो खेलिरहेछ नि होइन यसपालि नयाँ टिम पनि आइरहेछ फुटबलमा एकदमै भइरहेछ सबैले आक्रमण खेल्ने कि यसपालिको अझै बढी इन्ट्रेस्टिङ लागिरहेछ गेम हेर्न पनि एकदम छोराको टिम कुन हो फेभरेट छोराको त अब जसले गोल गर्यो त्यसो उठिहाल्छ होइन गोल गर्न उठिन्छ एकदम इन्जोय गर्छ हेर्नलाई गोल गर्नु पर्यो गोल हुनु पर्यो र यहाँ हाम्रो मालमा हल्ला हुनु पर्यो उसलाई त्यसै रमाइलो लाग्छ बेला हुँदैछ नर्मली देखेको बाउ जसको सपोर्टर हुन्छ अनोइङली बच्चामा त्यो छाप पर्दो चाहिँ पछि ऊ बाउको सपोर्टर त्यो चाहिँ एकदम अरू कुरामा जस्तो यहाँ मेरो जे सपोर्ट गर्यो उसकै सपोर्ट जस्तो चाहिँ मम्मीसँग मेरो सानो डिसो छ पनि ऊ चाहिँ मेरै सपोर्टमा हुन्छ कि त्यो चाहिँ हुन्छ बाउको एकदम प्योर सपोर्टर हो एकदम त्यो हुँदो रहेछ जस्तो बाउ कुनै अब ब्राजिलको छ भने छोराहरू स्वतः ब्राजिलको फेभरेट अब हेरौँ उसले अझै बुझ्दैछ सानी चाहिँ बल्ल अब 2.5 वर्ष जति भयो होइन जस चाहिँ अब अझै डेभलप हुँदैछ जस अहिलेबाट जे के लक्षण आइरहेछ भन्दाखेरि उसमा चाहिँ बाबुकै सपोर्ट होइन जस्तो यो कम्प्युटरमा आयो भने चाहिँ कुर्सीलाई छोडिदिनुपर्छ होइन म बस्छु भन्छ म काम गर्छु भन्छ होइन किबोर्ड बजाउँछु भन्छ अन गरिदिनुपर्छ उसलाई होइन जस चाहिँ बाबुकै फलो गरिरहेछ उसले कस्तो राम्रो यार ल गुड लक बाबुको हेरेँ मैले अघि मादल पनि बजाउने यताउति एकदम अघि पनि ल यो झिक्दिनु बजाउँछु भन्न थाल्यो जस एउटा चाहिँ खुसी लाग्छ नि फेरि आफू चाहिँ जे काम गरिरहेछ छोराहरू पनि भनौँ न आफ्नो चाहिँ सन्ततिहरू पनि त्यसकै चाहिँ अब पछि भनौँ न त्यसकै फलो गरिदियो भने चाहिँ एकदम खुसी सन्तुष्टि मिल्छ हामीलाई एकदम त्यो देखिने लक्षण पनि देखियो कि जस हेरौँ के हुन्छ अब भविष्यमा होइन ओके गाइज ओके श्यामजी त हेर्नुहोस् ल अब हामी बिदा माग्नुपर्छ होइन छोटो मिठो कुराकानी पनि भयो होइन ल एकदम राम्रो बने गीत चित्त बुझ्दो बनेको छ पक्कै पनि गीतले केही गर्ला भन्ने आश छ पक्कै पनि यहाँले छिटै सुन्न पाउनु र आजको ब्लग हेर्नु भयो हामीले श्यामजीको स्टुडियोमा होइन स्पेसली होम स्टुडियो यसलाई होम स्टुडियो भन्ने कि भन्दा हुन्छ अनि हामी बसेर काम गरियो मिक्सिङ भयो होइन एरेन्ज गर्दै हुनुहुन्थ्यो त्यसपछि अब यहाँका कुराहरू पनि मैले देखाएँ होइन श्यामजीको छोरालाई देखाएँ मैले वाउ कस्तो घोप्ले मोटो क्या टक्कर रुष्टपुष्ट होइन ओके अब स्कुल हाल्ने बेला भएर स्कुल त हाल्नु भएको छैन ओके होइन उमेर पुऱ्याएर 4 वर्ष 5 वर्ष पछि मात्र हाल्नु साँच्चै त्यो छिटै गएर बेसिक चिजहरू त घरमै जानिसकेको छ हो त्यो राम्रो एबिसिडी सबै भन्छ होइन धेरै चिज चाहिँ सिकिसकेको छ घरमै पनि अब गाइड गर्यो भने बच्चाले सिक्छ नि त एकदम राम्रो त्यो भएर चाहिँ अब त्यस्तो हतारै गरेको छैन उसले अघि सोद्धाखेरि वाट्स योर नेम भन्दा माई नेम इज केस सिमेन भनिसक्यो उसले होइन भनेपछि ओके साथीहरू कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला होइन कृष्ण समीपको
ब्लग हेरिसकेपछि च्यानललाई सब्सक्राइब गरिहाल्नुहुन्छ, मैले भन्नै पर्दैन, लाइक कमेन्ट ठोकिहाल्नुहुन्छ, त्यसमा मैले केही गर्नै परेन। थ्याङ्क यू सो मच, जानकार हुनुहुन्छ। श्यामजीलाई एकचोटि थ्याङ्क यू भन्नुहोस् सबैले। एकदम ल, धन्यवाद छ सरलाई पनि, घरमै आएर चाहिँ यसै भनौँ न काम गरियो, घरमै आउने काम गर्ने वातावरण बनाइदिनु भयो, रमाइलो भयो जियोस् मजाले। धन्यवाद हजुरलाई पनि। गफ गर्दै मजाले जोक गर्दै काम सकेको थाहै पाइएन हैन। त्यही त राम्रो सम्पूर्ण दर्शकवृन्दहरूले पनि मलाई धन्यवाद भन्नुहोस् त। नेपालको टप एउटा म्युजिक मेकर हुनुहुन्छ होइन, अब एरेन्जर हुनुहुन्छ, रेकर्डिस्ट हुनुहुन्छ, साउन्ड इन्जिनियर हुनुहुन्छ, उहाँका परिचय धेरै छन् यार, मान्छे एक प्रतिभा अनेक, मेरो अनन्य मित्र पनि हुनुहुन्छ। ओके थ्याङ्क यू सो मच होइन, साह्रै गरी नभनौँ जियोस् हल्का फुल्का होइन। ओके थ्याङ्क यू।